नमस्ते, म डाक्टर दीपक रौनिया, मूत्ररोग विशेषज्ञ युरोलोजिस्ट र एन्ड्रोलोजिस्ट। विगत 22 वर्षदेखि मैले यस क्षेत्रमा काम गर्दै आएको छु र म आज तपाईहरुलाई प्रोस्टेट ग्ल्यान्ड भनेको के हो यसको बारेमा जानकारी दिनेछु र प्रोस्टेट ग्ल्यान्डमा समस्या भयो भने के लक्षणहरू देखा पर्न सक्छन् त्यसको बारेमा पनि जानकारी दिनेछु र प्रोस्टेट ग्ल्यान्डलाई चाहिँ कसरी हामीले स्वस्थ हेल्दी निरोगी राख्न सक्छौं त्यसको बारेमा पनि जानकारी दिनेछौं र हालै हामीले एउटा भर्खरै नराम्रो सूचना अथवा न्यूज हामीले पायौं कि अमेरिकाको भर्खरै राष्ट्रपतिबाट विदा भएको जो बाइडेन उहाँलाई चाहिँ प्रोस्टेटको क्यान्सर चौथो स्टेजको छ भनेर हामीले जानकारी पायौं र के हो प्रोस्टेट यसलाई चाहिँ हामीले प्रोस्टेटबाट डराउनु पर्छ डराउनु पर्दैन भन्ने कुराहरू चाहिँ हामीले हाम्रो मनमा लागिरहेको हुन्छ। अब प्रोस्टेट रोग हो त कि हैन, क्यान्सर हो त हैन। अब म के भन्न चाहन्छु भन्दाखेरि प्रोस्टेट को अर्को नाम पुरुष ग्रन्थि पनि हो। त्यही भएर यदि प्रोस्टेट महिलाहरूमा हुन्छ कि हुँदैन, प्रोस्टेट हुन्छ त महिलाहरूमा प्रोस्टेट कि हुँदैन भन्ने पनि धेरै प्रश्नहरू तपाईहरुको मनमा आइरहेको होला र के भन्न चाहन्छु भन्दाखेरि प्रोस्टेट र यौन सम्बन्धी क्रियाकलापहरू एउटै हुन् कि यसबाट अलग छन् त्यो पनि हामीले यो YouTube च्यानलमा हामीले तपाईहरुलाई जानकारी दिनेछौं र आगामी दिनहरुमा तपाईले हाम्रो यो YouTube च्यानल सब्स्क्राइब गर्नुभयो भने तपाईले प्रोस्टेट ग्ल्यान्ड सम्बन्धी, पुरुषहरुमा हुने शीघ्र पतन र यौन दुर्बलताको समस्या सम्बन्धी तपाईहरुले निरन्तर जानकारीहरू पाइराख्नु हुनेछ। तपाईले यो भिडियो फेसबुक, इन्स्टाग्राम, टिकटकमा हेरिरहनु भएको छ भने तपाईले युट्युबमा गएर डाक्टर दीपक रौनिया कन्सल्टेन्ट युरोलोजिस्ट एन्ड एन्ड्रोलोजिस्ट हेरेर त्यहाँ गएर पनि यो पुरै भिडियो हाम्रो YouTube च्यानलमा पनि गएर तपाईले हेर्न सक्नुहुनेछ। धन्यवाद।